पिउने पानीमा किरा भेटिएपछि केएम मिनरललाई 25,000 जरिवाना। ललितपुर महानगरपालिकाले केएम मिनरल वाटर एन्ड बेभरेज प्रणालीलाई 25,000 रुपैयाँ जरिवाना तिराएको छ। कम्पनीले उत्पादन गरेको पिउने पानीको जारमा किरा भेटिएपछि कारबाही गरिएको महानगर प्रहरी बलका प्रमुख सीताराम हातछुतेले जानकारी दिनुभयो। हातछुतेका अनुसार पशु सेवा तालिम केन्द्र ललितपुरमा पिउने पानी ल्याइएको जारमा किरा भेटिएको थियो। उपभोक्ताबाट आएको गुनासोपछि महानगर प्रहरी बलले तुरुन्तै निरीक्षण गरेको र त्यसैका आधारमा जरिवाना गराएको हो। पिउने पानी जस्तो संवेदनशील वस्तुमा यस्तो लापरवाही स्वीकार्य हुँदैन, हातछुतेले भन्नुभयो। हामीले तत्काल एक्सन लिएका हौँ र यस्ता कम्पनीहरूमाथि निगरानी अझ कडा बनाउनेछौँ। पछिल्लो समय काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहले पिउने पानीको जार र बोतलमा गुणस्तर नपुगेको उजुरी आएपछि कडा निगरानी थालेको छ। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार हुने विषयमा लापरवाही नगर्न सम्बन्धित निकायले व्यवसायीहरूमा सचेत गराएको छन्। महानगरले आगामी दिनमा नियमित अनुगमनलाई थप सशक्त बनाउने तयारी गरेको जनाएको छ।